कतिखेर आउनुभयो त यहाँ माछा मार्न? आएको भयो त्यस्तै 3-4 घन्टा भयो। 2-4 घन्टा। माछा कति पर्यो त? माछा परेको छैन अहिलेसम्म। यसो माछा परेको छैन? आयो टाइम पासको लागि यसो खेल्नु रहर होइन हुन्छ नि त। अनि यस्तो अल्छी लागेर टाइम पासको लागि आयो। ए माछा मार्ने नै भनेर चाहिँ होइन? होइन टाइम पासको लागि। अब घरमा पनि काम छैन अहिले अनि हल्का टाइम पासको लागि। ए अनि माछा मार्ने तरिकाहरू के छन्? के गर्नुपर्छ? हर तरिकाले मारिन्छ। कसैले जाल हान्छन् होइन, कसैले यो महाजाल भन्छ महाजालबाट मार्छन्, कसैले अब यस्तो बल्छी खेल्छन्, दामली लाउँछन् होइन, हर तरिकाले मार्छन्। कसैले अब यो सिजनमा दवाली फिर्काउँछन्, दवाली फिर्काएर हातले समातेर मार्छन्। अब अहिले यो खोला यस्तो बढिरहेछ, खोला बढेको बेलामा यस्तो बल्छी खेल्छन्, कतिले जाल हान्छन्, त्यस्तै गर्छ। अब पहिला कतिले लुकेर करेन्ट पनि हान्थ्यो कि चोरेर। अनि त्यो अब एकचोटि यहाँ प्रहरीहरूले बन्द गरेपछि अहिले त्यस्तो छैन। अब हामीले पनि देखेका छैन। हामीले पनि यो जग्गामा यो ठाउँमा चाहिँ हामीले यहाँदेखि यो माथि हाम्रो जुन देखिने यो हामीले चाहिँ खोलाघारी भन्छौँ, त्यहाँसम्म चाहिँ हामीले यहाँनिर बोटहरू टाँसेर यो ठाउँमा करेन्ट लाउनु मना छ भनेर त्यस्तो हामीले लेखेका थियौँ त्यहाँनिर। त्यहाँदेखि अहिलेसम्म त्यस्तो देखेका छैन हामीले। त्यो हल्का त्यस्तो छाडेपछि करेन्ट हाल्दा चाहिँ के हुन्छ? करेन्ट हाल्दाखेरि अब होइन, अब ठुलो मर्दैन, बच्चाहरू मर्छ। त्यसैले माछा अब मासिँदै जान्छ। अब दिनदिनै यस्तो हाइड्रो आउँदैछ होइन, हाइड्रो आएर अब यहाँ एउटा हाइड्रो छ, माथि एउटा हाइड्रो छ, दिनदिनै गरेर पानी सुक्छ। पानी सुकेपछि अब माछा बस्ने ठाउँ हुँदैन ठुल्ठुलो है। अब यस्तै ठाउँमा आएर बस्ने हो, राम्रो ठाउँ ढाँडढुँडमा बस्ने हो माछाहरू। ठुल्ठुलो अहिले छैन त्यो माछाहरू होइन। पहिला हामीले अब जाल हान्दाखेरि पनि 3 किलो 4 किलो 1-1.5 घन्टामा मारिन्थ्यो। अहिले त्यस्तो माछाहरू छैन। त्यो माछाहरू कहाँ गयो होइन। त्यस्तै अब करेन्टहरू चाहिँ मनै छ यहाँ आउँदै हाल्नुलाई। अब अरू प्रशासनले नदेख्दा पनि हामीले कोही फाल्टो बाहिरको मान्छेहरू आएर हाल्यो भने हामीले पनि पक्रेर त्यो मान्छेहरूलाई प्रशासन बुझाउनु सकिन्छ। ए करेन्ट हाल्नु मनाइ छ अहिले? मना छ अहिले, हामी पनि हाल्दैनौँ होइन। अहिले माछाहरू अलिकति लोप हुँदै जानुको कारण, हराउनुको कारण चाहिँ के हुन सक्छ? त्यो भनेको अब कतिले लुकेर करेन्ट हान्यो है। पहिला बाक्लो थियो यहाँ माछा यो ठाउँमा, अहिले भनेको छैन। अब भनौँ निकै नै छैन माछा होइन। पहिला यो ठाउँमा आएर यहाँ ढुङ्गामा बसेर हेर्दाखेरि पनि माछा लास्टै खेल्थ्यो। अहिले देखिँदैन त्यो माछाहरू कहाँ गयो, आफै माछा हराउँदै गयो है। यो हाइड्रो आएर हो कि अब भनौँ करेन्ट लाउने पनि धेरै थियो पहिला, लुकी हाल्नेहरू। अनि हामीले अब त्यस्तै लिस्ट बनाएर एउटा सूचना टाँसेको थियौँ। त्यो सूचना टाँसेर अब कति देखेको थियो हामीले 2-3 जनालाई अब त्यो हाल्ने साथीहरूलाई त्यहाँदेखि हामीले यस्तो बोट लेखेको छौँ भनेर भन्दाखेरि नेटमा हामीले हल्का हालेको थियौँ। त्यहाँदेखि अब छैन अहिले। हल्का अहिले चाहिँ माछा भनौँ मसिनो खालको निकै छ, बढिरहेछ। अनि यो हिउँदोमा त पुरै सुक्छ होला नि खोला? यो हिउँदोमा सानै हुन्छ। हाइड्रोको कारणले हो कि? यो अब हाइड्रोले पानी तान्छ है, कहाँ सुकाइदिन्छ यो पानी, त्यसो गर्दा यो सानै हुन्छ। अब अनि त्यो कारणले पनि माछा चाहिँ माछा हराउँदैछ। त्यो हाइड्रोले गरेर रुखपातहरू होइन, हावापानीहरू पनि निकै अब सिँचाइहरू कम हुँदैछ होइन। अब भित्रबाट सुरुङ लगिदिन्छ अनि पानी त्यही सुरुङमा रसिने हो र बाहिरको हाम्रो उत्पादनहरू पनि कम हुँदै गएको छ क्या यो अब हाइड्रोले। अब यहाँदेखि सुरुङ लगेको छ, उहाँ डाँडागाउँ सिनामसम्म निकालेको छ। त्यसको माथिको पानी त सब सुरुङ मुनि चुस्यो नि त। त्यसैले गर्दा हाइड्रोले पनि अब निकै पानीहरू सिँचाइहरू कम भएको छ। अनि यो खोलामा चाहिँ कुन जातको माछाहरू पाउँछ खास? यहाँनिर भनेको एउटा असला पाउने हो। असला चाहिँ यो खोलामा ज्यादा पाउने हो असला, अनि कत्ले पाउने हो। अरू हल्का यो तिते माछा भन्छौँ हामी चाहिँ, सानो पाउने हो त्यो तिते माछा पाउँछ। अनि यहाँनिर त्यस्तै हल्का काब्रेहरू पाउँछ। अरू त्यो त पाउँदैन खासै, ठाउँ बुझ्नुमा पनि पाइन्छ। यो खोलामा पाउने माछा सबैभन्दा मिठो माछा चाहिँ कुन हो? मिठो माछा त हामी त त्यही असला मान्ने गर्छौँ। असला चाहिँ मिठो हुन्छ? असला चाहिँ अब हाम्रो यस्तै अब जाल है, जाल बल्छीदेखि टाटारोदेखि अर्डर आउँछ। त्यति बेला अब मार्नेहरूले अर्डरमा मारिदिन्छन्, लगेर सुकाएर लगिदिन्छन्।
अब म चाहिँ अब टाइम पास हो अब रातिमा काम गर्नु गइएको थियो अनि दिउँसो यसो टाइम पास साथीहरू पनि छैन ए र यसो देख्नुहुन्छ सानो माछा परेछ है ल यो देखाइदेऊ न त यो त कति सानो बच्चा छ त नि सानो माछा परेछ यहाँ चाहिँ ल सानो माछा यो चाहिँ मैले जिरोको बल्छी अहिले फेरेको थिएँ है सानो माछा यसले चाहिँ त ल यो चाहिँ कुन जातको माछा हो यो चाहिँ असला माछा भन्छ है यसलाई चाहिँ यो चाहिँ असला माछा हो खोइ त देखाइदिनु त कसरी पर्दो रहेछ यो चाहिँ यस्तो गरेर पर्छ क्या यो चाहिँ अहिले परेछ फेरि ट्राई गरौँ है ल एउटा असला माछा परिसकेको छ होइन यहाँनिर असला परिसकेको छ असला तर साह्रै सानो बच्चा रहेछ होइन त बच्चा परिरहेछ यहाँ ल असलाको बच्चा एउटा पर्यो आजको पहिलो उद्घाटन हो यो दोस्रो हो पहिलो अर्को त्यहाँ झोलामै होला कत्रो छ अर्को चाहिँ अर्को त्योभन्दा अलिकति ठुलो होला खोइ कहाँ होइन त्यो ठुलो च्यान खोल्नु त त्यहाँभित्र छ होला चेन लाएको हो हजुर त्यो च्यान हो त्यहाँभित्र छ होला ए हेरौँ है त कत्रो माछा परेको रहेछ अगाडि काँडा त हुन्न नि ए काँडा हुन्न त्यसमा ए ल ए असला माछा है यो चाहिँ असला यो काबेलीमा पाउने असला ए यस्तो सानो सानो हुँदो रहेछ यो त निकै यो माछाहरू कति कति केजीसम्मको हुन्छ यो माछाहरू तपाईँको हेरी हेरीसम्म हुन्छ अब पहिला लास्ट ठुल्ठुलो पाउँथ्यो कि यो ठाउँमा माछा अब त्यस्तै पहिला अब हाम्रो बुवाहरूले जाल हान्दाखेरि 2 किलो आदि 3 किलोको सम्म यही खोलामा हामीले जाल हानेर मारेको आधी घन्टा बराबर हामीले 5 किलो 6 किलो माछा मार्छौँ भन्थ्यो होइन हाम्रो बुवाहरू अझै हुनुहुन्छ है तपाईँलाई चाहिँ के गर्नुहुन्छ जाल हान्न यो सबै आउँछ आउन चाहिँ जाल हान्नु आउँछ हल्का अब बल्छी खेलिन्छ जाल हालिन्छ जालमा अब बच्चा मर्दैन त्यस्तै ठ्याक्कैको साइजको मर्छ जालबाट अब त्यस्तै हो माछा खासै हामीहरू यो सिजनमा खेलिन्छ अब यो खोला घटेपछि एकचोटि यो जालको सिजन आउँछ त्यति बेला चाहिँ हल्का जालहरू हालिन्छ अहिले तर माछा मार्ने मान्छेहरू कम हुँदै गयो अब कति प्राय घरको अब आर्थिक उयोले कमजोरीले होइन विदेश सब बाहिरिनु परेको छ नेपालमा अब छैन होइन रोजगार छैन महँगी त्यस्तै छ त्यसैले बाहिरेर सब बाहिर बेच्दा चाहिँ यो असला माछाको कति पर्छ काभ्रेको कति पर्छ कत्लेको कति पर्छ त हाम्रो ठाउँमा त हामीले किन्दा पनि बेच्दा पनि त्यही 1000 रुपियाँ किलो भनिरहेछन् 1000 रुपियाँमा चलिरहेछ अहिले 1 किलोको है हजुर कहिलेकाहीँ त 1 किलोको यसमा चाहिँ यो के अरे यो बल्छीमा चाहिँ कति केजीसम्मको पर्न सक्छ यो अब यसमा त भन्नु सकिँदैन कहिले 2 किलो माछा अनुसार पर्ने हो ठुलो माछा पनि पर्ने हो यसमा चाहिँ तर अलि ढिला पर्दो रहेछ नि यसमा चाहिँ ढिला पर्छ यहाँनिर अब माछा छैन मेन चाहिँ पहिला चाहिँ अब बाक्लो थियो माछा त्यसैले परिरहने हो माछा अहिले अब माछा पातलो छ त्यसैले बेला पर्ने हो यो चाहिँ टाइम पास जस्तै हो अहिले चाहिँ